विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप कुशवाहाजीलाई आजको यस कार्यक्रमका अध्यक्षता ग्रहण गर्नुभएका नेपाल विद्यार्थी संघ जिल्ला सभापति पप्पू यादवज्यू, त्यस्तै नेपाली कांग्रेस सिराहा क्षेत्र नम्बर 1 का उम्मेदवार आदरणीय रामसुन्दर चौधरीज्यू, त्यस्तै विशिष्ट अतिथिका रूपमा आज कार्यक्रममा आउनुभएका समानुपातिक सांसद उषा कुमारी रज्जू, त्यस्तै विशिष्ट अतिथिका रूपमा जिल्ला सचिव शैलेन्द्र यादवज्यू, त्यस्तै लाहान नगरपालिकाका नगर प्रमुख र सिराहा क्षेत्र नम्बर 1 का क्षेत्रीय सभापति विशिष्ट अतिथि आदरणीय दाई श्री महेश प्रसाद चौधरीज्यू, त्यस्तै लाहान नगरपालिकाका नगर सभापति आदरणीय दाई सञ्जय यादवज्यू, त्यस्तै जेस मोरडका बहुमुखी क्याम्पसका एकाइ सभापति पनालाल दासज्यू, सोभि सभापति भाइ रोहितज्यू, त्यस्तै मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यू र यस ड्यान्समा उपस्थित हुनुभएका सम्पूर्ण नेपाली कांग्रेस प्रति आस्थावान र नेपाल विद्यार्थी संघ तरुण दल र क्रियाशील सदस्यहरू, महाधिवेश प्रतिनिधिहरू सम्पूर्णमा यस ड्यान्समा उपस्थित हुनुभएका मेरो तर्फबाट र जेस मोरडका बहुमुखी क्याम्पस निवर्तमान सभापतिको तर्फबाट स्वीकार्नुहोस्। जय नेपाल। आज हामी भेला भएको छौँ, किन भएका छौँ त्यसको कुरामा बुझ्नु हामीलाई एकदम आवश्यक छ। जस्तै चुनावको बेलामा भन्छ युवाहरू मात्र हामीलाई बोलाउँछ, हामीलाई चुनावको बेला मात्र बोलाउँदैन, किन बोलाएको छ त्यो तपाईहरूलाई आज बुझ्नुपर्छ र नेपाली कांग्रेसबाट यो प्रश्न सोध्नुपर्छ तपाईलाई, वास्तविकमा भोट नेपाली कांग्रेसमा किन र यो भोट दिएर नेपाली कांग्रेसले गर्छ के त्यो पनि तपाईहरूले आजैका दिनमा सोध्नुपर्छ। भोट हामीलाई कतै न कतै दिन्छौँ, तर नेपाली कांग्रेसमा किन दिनुपर्छ यो प्रश्न एकदम उम्मेदवारसँग सोध्नुपर्छ। वास्तविकमा नेपाली कांग्रेसले गरेको काम र 2017 साल हुँदै 2036 सालको आन्दोलन जनमतसंग्रह र 2046 सालको बहुदलीय 62-63 सालको जनआन्दोलन र अहिलेको समयमा यो जेन्जी आन्दोलन 2082 साल भादो 22 गतेको तपाईहरू आन्दोलन हेर्नु भएको होला। त्यो वास्तविकमा किन भयो र यसको उद्देश्य के थियो, त्यो वास्तविकमा यो जेन्जी पुस्ताले यो पाउनको लागि हामीलाई तपाईहरू जस्तो युवाहरू आज सिंहदरबार जलाउनु भयो, यो किन चलाएको छ, कहाँबाट यो वास्तविकमा विदेशी दलालले यो काम गरेको हो, विदेशी एजेन्ट बनेर हामीले यो आन्दोलन सुरु गरेको हो के फेसबुक बन्द गरिदैमा हामी आन्दोलन गर्ने हो। सरकारले यो कुरा बुझ्छ, हामी त्योसँग हिसाब किताब गर्ने नै छौँ, तर यसको लागि हामीले सरकारले पनि मौका दिनुपर्छ। घरको कार्यालय एकैचोटि एक्कासी हामीले त्यसको विरुद्धमा गयो भने त्यो आकस्मिक घटना खस्न सक्छ। त्यो 22-23 को त्यो घटना त्यही हो। जेन्जी पुस्ताहरूले यो बुझ्नु एकदम आवश्यक छ। वास्तविकमा नेपाल विद्यार्थी संघ जेस मोरडका बहुमुखी क्याम्पसमा हामी पनि सोभि सभापति थियो, त्यतिखेर 28 वर्ष एज ग्रेस हुन्छ, त्यो असली जेन्जी भनेको के हो त्यो हामी बुझेको छौँ र सम्पूर्ण विद्यार्थी साथीहरूलाई बुझ्नुपर्छ र विद्यार्थीको माग नै यो नेपाली कांग्रेसले पुरा गर्छ। घर बनाउन धेरै गाह्रो हुन्छ, तर घर भत्काउन 1 मिनट पनि लाग्दैन। बुझ्नुभयो तपाईहरू। जस्तै अब नेपाल विद्यार्थी संघले गरेको बहुमूल्य कामहरूलाई बुझ्दै तपाईहरूलाई अगाडि गर्नुपर्छ र सम्पूर्ण युवा साथीहरूलाई एकजुट भएर नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनुपर्छ र नेपाली कांग्रेसले जित्यो भने मात्र देश जित्छ, नत्र देश हार्छ भन्ने कुरा तपाईहरूलाई बुझ्नुपर्छ। पहाडमा कसरी थपडी बन्छ त्यो पनि थाहा छ हामीलाई, मधेसमा पनि कसरी थपडी बन्छ त्यो पनि हामीलाई थाहा छ। मधेसमा बस्दाखेरि 2-4 वटा पहाडी हुँदाखेरि भन्छ मधेसीहरूले यी 2-4 वटा पहाडीहरूले के गर्न सक्छ, हामी पनि मधेसी पहाडमा जाँदाखेरि भन्छ यी मधेसियाहरूले धोती लगाएकाहरूले यिनीहरूले के गर्न सक्छ। वास्तविकमा अहिले त्यो कुराको प्रश्न छैन। हामीलाई यो 2-4 मतको कारणले गर्दा राष्ट्रघात हुनुपर्छ कहिले पनि हामी चाहदैनौँ भन्ने कुरा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु। धन्यवाद। नमस्कार। जय नेपाल।